आज चाहिँ डे 3 मिनी भ्लग होइन। म चाहिँ अनि यहाँ हस्पिटलको बाल्कनीतिर बसिरहेको छु होइन। जम्मै नि कतै जानु मिलेन, डुल्न मिलेन। यहाँ बजार बस्दा बस्दा वाक्कै लागिसक्यो भने यहाँबाट झऱ्यो भने त मरिन्छ होला है। मुनि के भन्छ अरे यो भैँसी खेल्ने आल जस्तै छ नि त यहाँनिर, फोहोर मैला हो यहाँ नाली जस्तै। यहाँनिर चाहिँ लोद माछा पाउँछ अरे क्या केटाहरू। यहाँनिर माछा चाहिँ वाइल्ड पाइन्छ अरे होइन। छ अरे होइन, छ नै क्या माया यत्रो यत्रो अस्ति देखाएको थियो पुरै पुत्लुक पुत्लुक गरेर होइन। म चाहिँ यहाँ बाहिर बसिरहेको थिएँ अब बिहान बिहानै। अहिले धेरै बजेसम्म 7 बज्यो होला, 6 कि 7 बजे त्यस्तै। आज चाहिँ ड्याडीको एक्सरे हो क्या अरे होइन, यो हातको अनि त्यो खुट्टाको लगभग 23-24 दिन भइसक्यो नि त अपरेसन गरे। अनि त्यो एक्सरे गर्नुपर्ने हो क्या अरे, कस्तो भयो के भयो भनेर। आज अनि एक्सरे हुन्छ होला। खुट्टाको र कम्मरको हड्डीको एक्सरे चाहिँ हुँदैछ अहिले, र हातको एक्सरे पनि हुँदैछ। खुट्टामा चाहिँ यसरी स्टिल हालेको छ र हातमा पनि यसरी सानो खालको रड हालेको छ। र एक्सरे पनि गरेर सक्यो आज चाहिँ होइन। र आजको लागि म यति भन्दै बिदा हुन चाहन्छु है त।